अधिकांश बिरामीले नगर्ने अभ्यास सिकाउनेछु जुन चाहिँ एकदमै महत्त्वपूर्ण छ। अब यसको लागि बिस्तारै खुट्टालाई माथि उठाउने, लगभग 70 डिग्रीको आसपासमा उठाउने र खुट्टालाई अर्कोतर्फ लिएर जाने। दुखेको खुट्टा उठाएर नदुखेको भागमा खुट्टालाई लिएर जाने अनि यो पैतालालाई भित्रतिर मोड्ने यसरी है। बुझ्नुभयो? ल यसलाई थामिराख्नुहोस् त। 1 2 3 4 5 6 अनि बिस्तारै लिएर आउनुहोस्, तल राख्नुहोस्। नमस्ते, म डाक्टर रविलाल श्रेष्ठ, प्राकृतिक चिकित्सा विशेषज्ञ। आज हामी घुँडा दुख्दाखेरि गर्नै पर्ने केही अभ्यासहरू सिक्नेछौँ है त। पहिला यसरी टावल लिने र यो घुँडाको ठिक्कै तल राख्ने अनि बिस्तारै यो खुट्टालाई माथि तान्ने र घुँडाले तल थिच्ने। ल गर्नुहोस् त, एकचोटि तल थिच्नुहोस् त। त्यसपछि 10 गर्ने। 1 2 3 4 5 6 7 8 9 10 छोडिदिनुहोस्। यसरी यो अभ्यास 6 देखि 10 चोटिसम्म गर्न सक्नुहुन्छ है। अब दोस्रो अभ्यासमा यो टावल चाहिँ बाहिर निकाल्ने यसरी र बिस्तारै घुँडालाई खुम्च्याउँदै खुट्टा भित्र तान्ने यसरी है। बिस्तारै सास छोड्दै खुट्टा सिधा, सास लिँदै खुट्टा तान्ने, सास छोड्दै खुट्टा छोड्ने। 2 गर्नुहोस् त, अर्को 6 चोटि गर्नुहोस्। 3 4 5 6 है। अब हामी तेस्रो अभ्यास गर्नेछौँ। त्यसको लागि खुट्टा खुम्च्याउने, यसरी राख्ने, पैताला तल राख्ने र बिस्तारै सास लिँदै तलको भागलाई माथि उठाउने यसरी है। खुट्टा सिधा बनाउने, औँला आफूतिर तान्ने यसरी। यो पुरा भागलाई कडा बनाउने है। ल यसलाई थामिराख्नुहोस् त। 1 2 3 4 5 6 7 8 9 10 खुट्टा खुम्च्याउने, तल राख्ने। फेरि अहिले जस्तै 1 2 3 4 5 6 7 8 9 10। यो अभ्यास पनि 6 देखि 10 चोटिसम्म दोहोऱ्याउने। अब खुट्टालाई सिधा तल राख्ने। अब अर्को अभ्यासमा यो खुट्टालाई सिधा, दुखेको खुट्टालाई सिधा माथि उठाउने, जति सकिन्छ माथि उठाउने। उठाउनुहोस्, जति सकिन्छ माथि उठाउनुहोस्। 1 2 3 4 5 6 अनि बिस्तारै तल राख्ने। फेरि गर्नुहोस्। 1 2 3 4 5 6 है। यो अभ्यासलाई पनि 6 देखि 10 चोटि नै गर्ने है। यी त सामान्य अभ्यासहरू भए। अब अधिकांश बिरामीले नगर्ने अभ्यास सिकाउनेछु जुन चाहिँ एकदमै महत्त्वपूर्ण छ। अब यसको लागि बिस्तारै खुट्टालाई माथि उठाउने, लगभग 70 डिग्रीको आसपासमा उठाउने र खुट्टालाई अर्कोतर्फ लिएर जाने। दुखेको खुट्टा उठाएर नदुखेको भागमा खुट्टालाई लिएर जाने अनि यो पैतालालाई भित्रतिर मोड्ने यसरी है। बुझ्नुभयो? ल यसलाई थामिराख्नुहोस् त। 1 2 3 4 5 6 अनि बिस्तारै लिएर आउनुहोस्, तल राख्नुहोस्। फेरि खुट्टा उठाउनुहोस् त, अर्कोतिर लिएर जानुहोस्, यसलाई यतातिर गर्नुहोस्। फेरि थामिराख्नुहोस् है त। यो अभ्यास गर्दाखेरि यो भागमा चाहिँ पुरा तन्किन्छ, किनकि जुन हामी टेन्सर फेसियल लाटा भन्ने जुन मसल छ, यदि यो तन्किएन, यदि यसमा समस्या भयो भने चाहिँ घुँडामा पनि समस्या हुन्छ है। त्यसैले यो एक्सर्साइज चाहिँ एकदमै जरुरी छ। बिस्तारै तल। अर्को गर्नै पर्ने अभ्यास भनेको हामी नौकासन भन्छौँ योगको भाषामा। यसमा चाहिँ अब दुवै हातलाई तल राख्नुहोस् त, दुवै हात तल राख्नुहोस्। भेरी गुड, त्यो पनि राख्नुहोस् है।
अब खुट्टाले हल्का माथि उठाउनुहोस् त, दुवै खुट्टाले उठाउनुहोस् हल्का माथि, 30 डिग्री जति माथि उठाउने। भेरी गुड। र हातलाई पनि सिधा उठाउनुहोस् त, यसरी है। हात पनि उठ्ने, खुट्टा पनि उठ्ने र पेटलाई दह्रो बनाएर राख्ने। 1 2 3 4 5 6 बिस्तारै तल। फेरि गर्नुहोस्। 1 2 3 4 5 6 बिस्तारै तल। अर्को एकचोटि। 1 2 3 4 5 6। यी घुँडाका अभ्यासहरू तपाईँले दैनिक रूपमा नछुट्याइकन गर्नुभयो भने घुँडा दुखाइमा धेरै नै आराम हुन सक्छ। तर सधैँ चाहिँ गर्नुपर्छ है। कहिले गर्ने कहिले नगर्ने गर्नुभयो भने घुँडा दुखाइ त्यतिकै सितिमितिम रूपमा कम हुँदैन। दैनिक रूपमा यी अभ्यासहरू गर्नुभयो भने केही न केही आराम पक्कै मिल्नेछ। तर यसमध्ये कुनै पनि अभ्यास गर्दाखेरि तपाईँको घुँडा दुखाइ अझ बढ्यो भने त्यो अभ्यास नगर्नुहोला। र यी अभ्यासहरू गर्दा गर्दै पनि घुँडाको दुखाइ कम भएन भने एकचोटि सम्बन्धित चिकित्सकसँग सल्लाह अवश्य लिनुहोला। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, सही समयमा सही उपचार गर्नुहोस्।